Day 2 in Nepal. Hello besties, welcome to my mini vlog. अजाले चाहिँ भर्खरै कुल पूजा गरेर बस्नु भएको रहेछ अनि एकैछिन रजताई र भाउजूसँग कुरा गरे। घरमा बोक्का काटेको थियो पूजा गर्नको लागि, त्यही भएर सबैजना मिलेर काम गर्दै थियौं। अनि मैले चाहिँ यहाँ जमरा देखाउन आएको, कस्तो मज्जाको जमरा भएको रहेछ। यो चाहिँ हाम्रो मन्दिर हो अनि मम्मीले चाहिँ मैले सरप्राइज दिएको भिडियोहरु हेर्दै हुनुहुन्थ्यो अनि सबैजना पालै पालो भएर टीका लगायौं। हाम्रो मामा खस्नु भएको थियो, त्यही भएर मम्मीले चाहिँ टीका लगाउनु भएन अनि बाबाले चाहिँ यहाँनिर स्ट्यान्ड मिलाएर राख्नु भएको रहेछ क्या, भिडियो सबैको आउँछ भनेर। अनि त्यो देखेर चाहिँ लाग्यो भ्लग गर्नु चाहिँ मैले मेरो बाबाबाटै सिकेको हो के जस्तो लाग्न थाल्यो। अनि त्यतिकैमा सबैजना खाना खाँदै हुनुहुन्थ्यो अनि माया पनि आइपुग्नु भयो। मायाले चाहिँ कोसेली बोकेर आउनु भएछ अनि ज्वाइँ भएर पनि कोसेली लिएर आउने हो भनेर जिस्काउँदै हुनुहुन्थ्यो सबैजनाले। अनि सबैजनाले पाले पालो ढोग्नु भयो। त्यसपछि हामीले टीका लगायौं सँगै बसेर। मैले चाहिँ फेरि टीका लगाएँ, पैसा पाउँछु भनेर दुईचोटि लगाएको कि। मायाले चाहिँ बाबालाई खुट्टा ढोग्न दिनु भएको थिएन अनि यो चाहिँ हाम्रो कल्चर हो भनेर सिकाएपछि बल्ल दिनुभयो। अनि मम्मीलाई चाहिँ हामीले सरप्राइज गरेर फोन ल्याइदिएको थियौं दशैंमा। अनि त्यसपछि चाहिँ हामी बुलेट बाइकमा चढेर गयौं मायाको घर। आमा र डेडीले टीका लगाइदिनु भयो अनि मायाको मम्मीलाई पनि मैले फोन ल्याइदिएको थिएँ। अनि त्यसपछि चाहिँ हामी गयौं काकाको घर लगाउनलाई टीका। मेरो सानी भान्जी हेरिदिनु न कति राम्रो देखिनु भएको थियो। त्यसपछि चाहिँ हामी गयौं धाइजन अजाहरुकोमा, सबैजना अजी हामी सबैजना भेला भएर। अनि बहिनीले चाहिँ यहाँ चिया बार्दै हुन्थ्यो अनि मैले जिस्काएर भिडियो बनाइदिँदै थिएँ। सबैजना भेला हुँदै थियौं। त्यसपछि हामी बाहिर बसेर गफहरू गर्न थाल्यौं बहिनीहरुसँग। अनि यहाँ चाहिँ खानाहरू रेडी भयो अनि यहाँ भाग लगाइदिँदै हुनुहुन्थ्यो। त्यसपछि चाहिँ हामी सबैजना बाडेर बसेर सबैजना खाना थाल्यौं। अझै कतिजना आइपुग्नै भएको थिएन कि, अझै आउन बाँकी नै थियो। अनि हाम्रो चाहिँ जान हतार भइसकेको थियो, त्यही भएर चाहिँ हामीलाई टीका लगाइदिनु भयो। अनि हामी जम्मा भएको मान्छेहरू हेर्नुहोस् यहाँ कतिजना थियौं है, सबैजना भएर डान्सहरू गरेर कति रमाइलो भयो। त्यसपछि चाहिँ हामी घर फर्क्यौं। म चाहिँ धुलाबारी नै ओर्लिएँ मेरो घरमा। अनि त्यसपछि सुमितहरू चाहिँ जानुभयो अनि घरमा आउँदा चाहिँ मम्मी अजीहरू खाना खाइराख्नु भएको थियो। Thank you for watching my video besties. Happy Dasai!